हेलो नमस्ते। सानो कामले गर्दाखेरि एकछिन टाउनतिर आएको थिएँ। यो चिया देखेर नेपालको चियाको याद आयो मलाई। नेपालमा त्यति बेला धेरै अगाडि चाहिँ 4-5 रुपियाँमा पाउँथ्यो। यहाँ चाहिँ यसलाई 1 पाउन्ड 50p भनेपछि लगभग कति 300 रुपियाँ जति पर्दो रहेछ। नेपाली टाइपको चिया हो यो। त्यसमा मसलाहरू अदुवा सबै हालेर बनाएको। यो इन्डियनहरूको सब छ निकै धेरै। 1 पाउन्ड 50 एकदमै सस्तो हो। यहाँ कफीहरू किन्यो भने चाहिँ 3-4 पाउन्ड पर्छ। नेपालतिर चाहिँ अहिले चियालाई कति पर्छ तपाईँलाई थाहा छ भने चाहिँ लेख्नु होला है। त्यो सिसाको ग्लासमा हामीले जुन चिया खान्थ्यो त्यसलाई कति पर्छ तपाईँलाई कसैलाई थाहा छ भने कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। अहिले साथीहरू टेक केयर। जाडो छ, एकदम जाडो छ अहिले युकेमा।